जम्मा रकम 10,17,000 पनि उहाँको आमाको हातबाट हामीले छोरीको लागि उपचारको लागि है यो गर्नु होला सही नै छ। नमस्कार दर्शकबिन, म रूपलाल प्रथुकी, म सल्यानको बागचौर नगरपालिका 4 लौराबाङमा छु। दर्शकबिन, केही समय अगाडि हामीले चाहिँ घरभित्रै छटपटाइरहेकी लीला परिवारको लागि सहयोगको भिडियो राखेका थियौँ। कम्तीमा अहिलेसम्म सहयोगी दाताहरूले 10,17,000 रुपियाँ चाहिँ हामीलाई सहयोग गर्नुभएको छ। सर्वप्रथम त म धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँ भगवान नै हो। दर्शकबिन, एउटा गरिब परिवारमा त्यसैमाथि गोप्य अङ्ग क्यान्सर भएर घरभित्रै छटपटाइरहेकी लीला परिवारको लागि सहयोग गर्ने दाताहरूलाई यहाँबाट धेरै धेरै सल्युट गर्न चाहन्छु। तपाईँको त्यो सहयोगले आज नानीको उपचार हुँदैछ। आज चितवनबाट घर 21 दिनको लागि रेस्ट गर्नको लागि नानी चाहिँ अहिले घरमा हुनुहुन्छ। त्यसैमाथि 5 महिनाको सविता परिवार छोरी छन् र अब 8 गते चाहिँ यहाँबाट उपचारको लागि फेरि चितवन जाँदै हुनुहुन्छ र मेरो हातमा देख्न सक्नुहुन्छ 50,000 रुपियाँ छ। मेरो पर्सनल खातामा आएको थियो। धेरैजनाले चाहिँ लक्ष्मी जो कि सहयोग उठाउने खाता हाम्रो लक्ष्मी दिदीले राख्नु भएको थियो, उहाँको क्युआर कोडमा चाहिँ समस्या आइसके पछाडि चाहिँ दिदीले चाहिँ मलाई तपाईँको क्युआर कोड मात्रै राख्नु भनेको। मेरो क्युआर कोड मात्रै आएको पैसा हो, खाता त उहाँको थियो र 50,000 रुपियाँ चाहिँ मेरो हातमा छ दर्शकबिन। र विशेष गरी त यहाँ स्थानीय बासिन्दाहरू धेरै पहल भयो र स्थानीय बासिन्दाहरूले पनि सहयोग गर्नु, कसैले 2,000, कसैले 500, कसैले 200, 300, 400 गरी ल कम्ती कम 10,17,000 चाहिँ हामीले सहयोग उठायौँ र नानीको उपचार भएको छ। अझै पनि स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। उपचार हुँदैछ। उहाँको भगवान्सँग यही प्रार्थना गर्छु, भगवान्सँग अझै पनि प्रार्थना गर्छु नानीलाई बचाइदिनुहोस्, किनभने 5 महिनाको छोरी छन् दर्शकबिन। र नानीको उपचारको लागि 3,65,000 चाहिँ खर्च भइसकेको छ। हस्पिटलको उपचारमा खर्च भइसके पछाडि अहिले चाहिँ 6,52,000 चाहिँ हाम्रो लक्ष्मी ओलीको खातामा छ र हामी यो 50,000 पनि उहाँकै खातामा राख्नेछौँ र जति उपचार गर्ने खर्च लाग्छ उहाँले चाहिँ पठाइदिनुहुनेछ। र दर्शकबिन, यता बहिनी हुनुहुन्छ, म बहिनीसँग थोरै कुराकानी गर्छु र स्थानीय बासिन्दाहरूसँग पनि धेरैजना आउनु भएको छ। एकदमै माया छ हामीलाई। यहाँको माया र बहिनीको मायासँगै स्थानीय बासिन्दाहरूले धेरैजनाहरूले चाहिँ सहयोग गर्नुभएको छ। तपाईँको सहयोगले नै आज नानीको उपचार भइरहेको छ दर्शकबिन। हरेक गरिब दुखीहरूका भिडियो सामाजिक सञ्जालमा ल्याउँदै गर्दाखेरि धेरैजनाहरूले चाहिँ सहयोग गर्नुभएको छ। कम्तीमा कतिजनाहरूले चाहिँ 50,000 देखि 1,00,000सम्म सहयोग गर्नुभएको छ। यति खुसी लाग्छ मलाई पनि। यतिखेर बहिनीसँग कुराकानी गर्छु र बहिनी यता हुनुहुन्छ। नमस्ते बहिनी, आराम हुनुहुन्छ? आज कति दिन भयो हजुर आएको? मेरो आया 13 दिन भइयो। 13 दिन। अबको कति गते फर्किदिनुहुन्छ नि चितवन? चितवन 8 गते होइन? अहिले चाहिँ रेस्ट। कस्तो छ अहिले स्वास्थ्य? अहिले स्वास्थ्य ठिकै छ। पहिलेभन्दा अलि सुधार भइरहेको छ? सुधार भइरहेछ। अलि खुन बगिरहेछ। फेरि उपचार गरेपछि उपचार के छ? दबाईहरू चाहिँ सकिएर हो कि? दबाईहरू त सकिया छैन, खान्छु। यतिखेर तपाईँलाई धेरैजनाले हेरिराख्नु भएको छ। सहयोगी दाताहरूलाई के भन्नुहुन्छ? धेरै धेरै धन्यवाद छ। तपाईँको सहयोगले आज उपचार गर्न पायो होइन? दर्शकबिन, उहाँले भन्नुहुन्छ सहयोगी दातालाई धेरै धन्यवाद दिन चाहन्छु। विशेष गरी उहाँलाई जन्म दिने आमाको हातमा पार्छु यो पैसा, किनभने उहाँको आमा यतिखेर कहाँ हुनुहुन्छ? आइदिनु होला। उहाँको आमा पनि एकदमै केही छैन, उहाँसँगै बसाइदिनु। उहाँको आमा पनि एकदमै रुनुहुन्थ्यो दर्शकबिन। यता हुनुहुन्छ आमा, त्यसरी छोरीलाई ल्याए पनि हुन्थ्यो। दर्शकबिन, उहाँ चाहिँ आमा हुनुहुन्छ, लीला परिवारको आमा। त्यसै गरी यता हेर्नुहोस् त नानु, यता छोरी हुनुहुन्छ। यता हेर त दर्शकबिन, अहिले 6 महिनाको भइन् र सविता परिवार दर्शकबिन, उता आमा छटपटाइराख्नु भएको छ, उपचार भइरहेको छ। विशेष गरी म यो पैसा चाहिँ हाम्रो आमाको हातबाट छोरीलाई दिन पठाउँछु, किनभने उहाँ चाहिँ एउटा जन्म दिने आमा हुनुहुन्छ। किनभने आमा छोरीको अवस्था देखेर निकै रुनु भएको थियो, आँखाबाट आँसु काट्नु भएको थियो। आमा, यो पैसा उहाँलाई दिनुहोस् न है।